प्रकारको व्यवस्था माइकसँगै र मैले साथीहरूलाई धैर्यताका साथ बसिदिनको लागि पनि म आग्रह गर्न चाहन्छु। हिन्दू अधिराज्य कायम कर, हिन्दू अधिराज्य कायम कर, हिन्दू अधिराज्य कायम कर, हिन्दू अधिराज्य कायम कर। राष्ट्र संस्था, राष्ट्र संस्था, राष्ट्र संस्था हिंदू अधिराज्य कायम कर, हिंदू अधिराज्य कायम कर। गृह मंत्री राजीनामा दे, नालायक गृह मंत्री राजीनामा दे। रहनुहोस्, हामी सत्याग्रहका लागि आएका हौं। हाम्रा यहाँ केही घुसपेट भएको छ। घुसपेटिया कोही तपाईले आफ्नो अगाडि देख्नुभयो भने तुरुन्त हाम्रा साथीका टोपी लगाएका स्वयंसेवकहरूलाई बुझाइदिनु होला। कसैले पनि प्रहरीमाथि हातपात नगरौं, पानीको बोतलले प्रहार नगरौं। प्रहरी हाम्रा मित्र हुन्, प्रहरी हाम्रो दुश्मन होइन। हाम्रो दुश्मन त यो कालो गणतन्त्र हो, हाम्रो दुश्मन हो गणतन्त्र हो, प्रहरी होइन। प्रहरीका साथीहरूलाई पनि हामी अनुरोध गर्न चाहन्छौँ, हामीलाई दमन नगर्नुहोस्। हामी शान्तिपूर्वक यहाँ प्रदर्शन गर्ने हाम्रो अधिकारलाई तपाईँ कुण्ठित नगर्नुहोस्। गणतन्त्र मुर्दाबाद, गणतन्त्र धोका हो, गणतन्त्र धोका हो। आदरणीय साथीहरू, हाम्रा केही साथीहरू यहाँ घाइते हुनुभएको छ। त्यस कारणले यथाशीघ्र यहाँ नजिकै भएको एम्बुलेन्सलाई खबर गरिदिनु हुन म अनुरोध गर्दछु। हाम्रा साथीहरू प्रहरीको अन्धाधुन्द लाठी चार्जबाट केही घाइते हुनु। राष्ट्र संस्था जिन्दाबाद, गणतन्त्र मुर्दाबाद थिए। प्रचण्ड आउँदै गर्दा मैले केही प्रश्न सोध्न खोजेको थिएँ। मलाई समातेर कोठाभित्र लगेर घोप्टो पारेर कुटिएको छ। मेरो मोबाइल खोसिएको छ, त्यहाँ मेरो माइकहरू केही पनि छैन, क्यामेराको क्याप पनि छैन। ममाथि कुटपिट भएको छ, टाउकै टाउकोमा कुटिएको छ। पत्रकारको यो ड्रेस लगाएर जाँदै गर्दा पनि मलाई छोडिएन र त्यहाँ कुटपिट गरिएको छ। आज गणतन्त्र भनेर गणतन्त्रमा बोल्न पाइन्छ भने त्यही गणतन्त्रको नायक प्रचण्डले आज स्वतन्त्र पत्रकारमाथि कुटपिट गरेका छन्। यसको म घोर भर्त्सना गर्दछु। धन्यवाद। म पछाडि रहनुभएका साथीहरूलाई